धार्मिक प्रश्न गर्नुभयो। हाम्रो गौरव स्मृति तथा बी योरसेल्फ फाउन्डेसन नेपालगञ्ज एउटा सद्भावको सहर हो र यस संस्थाले विगत दिनहरूमा पनि यो हिन्दूहरूको मुस्लिम समुदायहरूको चाहिने कार्यक्रमहरूमा सद्भाव र हिन्दू मुस्लिमहरूलाई कसरी एक ठाउँमा राखेर सद्भाव को कार्यक्रम गर्न सक्छ भन्ने चाहिने उद्देश्यले हामीले यो कार्यक्रम गरेको हो। कतिजना हाजीहरूलाई हजुरले सम्मान गर्नुभयो? के गर्नुभयो हाजीहरूलाई सम्मानमा? कतिजना भन्नाले यथार्थ मैले के भन्न खोजिरहेको छु भने नेपालगञ्जबाट जाने पवित्र मक्का मदिनामा जिल्लाभरिको 155 जना जाने जानकारी आएको थियो। तर मैले नेपालगञ्ज महानगरपालिका वडा नम्बर 4 मा हाम्रो संस्था रहेकोले हामीले अधिकांश हाम्रो चाँद खाँजीको घरमा राखेका थियौं र अधिकांशलाई हामीले बोलाउने प्रयास गरेका थियौं र जति हाम्रो हज जाने हज यात्री महिला पुरुष सबै आएकालाई हामीले चाहिने पुरुषलाई ढाका नेपाली ढाका टोपी लगाएर अनि गम्छा ओढाएर सम्मान गरेका थियौं र महिला हजिनज्यूहरूलाई हाम्रो संस्थाको गौरव स्मृति तथा बी योरसेल्फ फाउन्डेसनकी अध्यक्ष मधु शाहले दुपट्टा ओढाएर सम्मान गरेको अवगत गराउन चाहन्छु र इन्डियाबाट आएका धर्मगुरु आनसमियाज्यूलाई पनि हाम्रो संस्थाले फूलमालाबाट लगाएर सबै साथीहरू मिलेर उहाँलाई पनि स्वागत गरेको अवगत गराउन चाहन्छु र सर अरु म के भन्न चाहन्छु भनेपछि हाम्रो निमन्त्रणालाई स्वीकारेर हाम्रो संस्थाले राखेको कार्यक्रममा जाने हज यात्रीज्यूहरू मैले के भन्न चाहन्छु भनेपछि हाम्रो फाउन्डेसनको तर्फबाट उहाँहरूलाई शुभयात्रा सफल होस् र आफ्नो चाहेका इच्छा आकांक्षाहरू पूरा होस् र यस संस्थापक अध्यक्ष प्रदीप जीलाई म हार्दिक धन्यवाद व्यक्त गर्दछु। साथै यो नेपालगञ्ज बाँके जिल्ला सद्भावको सहर हो र सुफी सन्तहरूको यो तर्फबाट र गौरव स्मृति योरसेल्फ फाउन्डेसनको तर्फबाट हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु र अल्लाह पाकले सम्पूर्ण नेपाली हज यात्रीहरूको हज यात्रा सफल बनाउन् र हजमा जाने सम्पूर्ण हाजीहरूबाट विनम्र अनुरोध समेत गर्दछु प्रत्येक वर्ष जस्तै यो वर्ष पनि मक्का मदिना शरीफ पुग्दा मुल्क नेपालको लागि शान्ति सद्भाव विकसित राष्ट्र होस्, हाम्रो प्रभावशाली राष्ट्र बनोस्, यसको लागि समेत अल्लाहको बारगाहमा रसूल अल्लाह सल्लल्लाहु अलैहि वसल्लमको दरबारमा चाहन्छु नि उहाँको यात्रा सफल होस्, सुखमय होस्, राम्रो होस् र उहाँले चाहेको इच्छा आकांक्षा मक्का मदिनामा गएर पूरा होस्।